कुनै पनि विन्डोज 8 फोनलाई इन्फिनिटी बेस्टबाट फ्ल्यासिङ गर्नु परेमा सर्वप्रथम इन्फिनिटी बेस्टलाई कम्प्युटरमा जोडी यसको इन्फिनिटी बेस्टलाई खोल्ने। यसको आइकन खोलिसकेपछि इन्फिनिटी इन्फिनिटी बेस्ट माध्यमबाट विन्डोज 8 फोनलाई फ्ल्यास गर्न सकिन्छ। यसरी विन्डोज 8 फोनमा कुनै प्रब्लम आएको खण्डमा यस्तो मोबाइलहरूलाई फ्ल्यास गर्नका लागि इन्फिनिटी बेस्टको आइकन खोलिसकेपछि यसरी विन्डोज 8 फोनलाई फ्ल्यास गर्नका लागि एउटा प्लेटफर्म खुलेको छ। यसमा नोकिया बेस्ट अर्थात् इन्फिनिटी बेस्टबाट हामीले विन्डोज 8 लाई फ्ल्यास गर्न सक्छौँ। जसको लागि फ्ल्यासिङमा जाने, फ्ल्यासिङमा गइसकेपछि कुन मोबाइललाई फ्ल्यास गर्ने हो, हामीसँग यहाँ लुमिया 520 मोडलको मोबाइल छ। लुमिया 520 को RM 914 भएको हुनाले मोडलमा गएर हामीले 914 लाई सेलेक्ट गर्न सक्छौँ, जुन चाहिँ विन्डोज 8 को प्लेटफर्ममा छ, अरू प्लेटफर्ममा यो हुँदैन। र यहाँ गएर मोडल 914 सेलेक्ट गरिसकेपछि अब हाम्रो युजर INI मा यहाँ फ्ल्यास फाइल आफै आएको छ। यसको फ्ल्यास फाइललाई FFU फाइल भनेर भनिन्छ, जुन चाहिँ म्यानुअल सर्च गर्ने भए हामीले म्यानुअलमा गएर सेलेक्ट गर्न सक्थ्यौँ भने अब म्यानुअल सर्च नगर्ने हो भने यहाँ युज INI मा आफै दिएको छ। युज INI मा दुईटा फाइल हाम्रोमा दिएको छ, एउटा APAC-SG भन्ने छ भने एउटा APAC-NZ भन्ने छ। यो भोडाफोन भनेर दिएको छ, हामीले यसमा भोडाफोनको फाइल राख्नु छ भने भोडाफोनमा जान सक्छौँ। यसरी भोडाफोनमा गएर हामीले यहाँ फ्ल्यास फाइल आफै आइसकेको छ, एउटा सिलेक्ट भइ नै सकेको छ। अब हामीले यदि मोबाइल फोनमा भएको डाटालाई इरेज गर्ने हो भने यसको डाटा इरेज युजर डाटालाई क्लिक गरिदिने, इरेज नगर्ने हो भने यो डाटालाई नगर्ने। यसरी यहाँ अहिले इरेज युजर डाटालाई पनि हामीले इरेजमै क्लिक गर्दै छौँ र अब सिधै हामी फ्ल्यासमा क्लिक गरिदिन सक्छौँ। यसरी फ्ल्यासमा क्लिक गरिसकेपछि हामीलाई विन्डोज 8 फोनलाई फ्ल्यास गर्नका लागि USB केबलको आवश्यकता पर्छ। USB केबललाई कम्प्युटरमा लगाइदिने। USB केबललाई कम्प्युटरमा लगाइसकेपछि अब विन्डोज 8 फोनमा ब्याट्री लगाइदिने। ब्याट्री लगाएर विन्डोज 8 फोनको दुईटा की हामीले चलाउनु पर्ने हुन्छ। त्यो दुईटा की भनेको भोल्युम डाउन र पावर अन की हुन्छ। यस्तो अवस्थामा अब फ्ल्यासमा क्लिक गरिदिने। फ्ल्यासमा क्लिक गरिसकेपछि हामीले यहाँनेर दिएको छ प्रेस एन्ड होल्ड भोल्युम डाउन प्लस पावर अन। पहिले भोल्युम डाउन बटन दाब्ने अनि पावर अन बटन दाब्ने र इन्सर्ट USB केबल अर्थात् USB केबललाई मोबाइलमा लगाउने। मैले भोल्युम डाउन बटन दाब्दैछु, पावर बटन पनि दाबेँ। अब USB केबललाई म लगाइदिँदैछु। यसरी लगाइसकेपछि एकपटक भ्यार्र गर्छ मोबाइल, अनि मात्र यो बटनलाई छोडिदिने। अब मोबाइलमा नोकिया लेखेको छ, हाम्रो फ्ल्यासिङ पनि हुन थालिसकेको छ। यसरी फ्ल्यासिङ हुन थालिसकेपछि मोबाइलमा रेड कलर, ग्रीन कलर र ब्लू कलरबाट नोकिया लेखेर प्रोसेस अगाडि बढ्दै जानेछ। केही समयपछि अब फ्ल्यासिङ हुँदैछ। एकछिन वेट गरौँ, बिजी भनेर देखाइरहेको छ। यसरी हामी विन्डोज 8 फोनलाई फ्ल्यासिङ गर्न सक्दछौँ। फ्ल्यासिङ हुँदैछ हाम्रो, एकैछिन। चाहिन्छ। 2051 सालदेखि हालसम्म हजारौं युवा युवतीलाई सिप सिकाइ व्यवसाय सञ्चालन गराउन सफल नेपालकै एकमात्र सुविधा इन्स्टिच्युट अल इलेक्ट्रोनिक्स एन्ड टेक्निकल इन्स्टिच्युट। हाम्रा तालिमहरू मोबाइल सफ्टवेयर तथा हार्डवेयर मर्मत तालिम, ल्यापटप, डेस्कटप, टिभी, रेडियो लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स आइटमहरू मर्मत तालिम, एसी, फ्रिज तथा मोटर रिवाइन्डिङ तालिम। हाम्रा सुविधाहरू निःशुल्क प्रयोगात्मक सामग्री, छोटो समयमा तालिम लिई विदेश जान चाहनेका लागि विशेष कक्षा, सिटिईबाट मान्यता प्राप्त इन्टरनेट सुविधा सहितका इलेक्ट्रोनिक्स ल्याबहरू, आजीवन ब्याकअप सपोर्ट। कोर्स पूरा भएपछि नेपाल सरकारबाट मान्यता प्राप्त प्रमाणपत्र। सम्पर्क अल इलेक्ट्रोनिक्स एन्ड टेक्निकल इन्स्टिच्युट, पूर्व रोड, इटहरी, सुनसरी, नगरपालिका भवन अगाडि। प्रोप्राइटर यज्ञराज दाहाल। 9842058081। फोन नम्बर 025585479।
न मागेर पाइन्छ न खोजेर पाइन्छ। स्वरोजगार बन्न सिप्नै चाहिन्छ। 2051 सालदेखि हालसम्म हजारौं युवा युवतीलाई सिप सिकाई व्यवसाय सञ्चालन गराउन सफल नेपालकै एकमात्र सुविधा सम्पन्न इन्स्टिच्युट अर्ल इलेक्ट्रोनिक्स एन्ड टेक्निकल इन्स्टिच्युट। हाम्रा तालिमहरू मोबाइल सफ्टवेयर तथा हार्डवेयर मर्मत तालिम, ल्यापटप, डेस्कटप, टिभी, रेडियो लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स आइटमहरू मर्मत तालिम, एसी, फ्रिज तथा मोटर रिवाइन्डिङ तालिम। हाम्रा सुविधाहरू निःशुल्क प्रयोगात्मक सामग्री, छोटो समयमा तालिम लिई विदेश जान चाहनेका लागि विशेष कक्षा, सिटिभिटीबाट मान्यता प्राप्त इन्टरनेट सुविधा सहितका इलेक्ट्रोनिक्स ल्याबहरू, आजीवन ब्याकअप सपोर्ट। कोर्स पूरा भएपछि नेपाल सरकार प्राप्त प्रमाणपत्र प्रदान गरिने। सम्पर्क अर्ल इलेक्ट्रोनिक्स एन्ड टेक्निकल इन्स्टिच्युट, पूर्व रोड, इटहरी, सुनसरी, नगरपालिका भवन अगाडि। प्रोप्राइटर यज्ञराज दाहाल। 98 420 35 081। फोन नम्बर 025 585 479। यसरी फ्ल्यासिङ भइसकेपछि हाम्रो मोबाइलमा नोकिया भनेर सो गरिरहेको छ। अहिले लगभग फ्ल्यासिङ भइसकेको छ। फ्ल्यासिङ डन भनेर दिइरहेको छ। ग्रिन लाइट देखाउनुको मतलब हाम्रो मोबाइल सक्सेस भइसकेको छ। यसरी मोबाइललाई फ्ल्यास गर्न सकिन्छ। कुनै पनि विन्डोज फोनलाई यस तरिकाबाट फ्ल्यास गर्न सकिन्छ इन्फिनिटी बेस्ट बक्सबाट। धन्यवाद।